मलाई त सेवैयाँ धेरै नै मन पर्छ। के हजुरहरूलाई सेवैयाँ मन पर्छ त? नेपाली किचन एन्ड ब्लग्समा सबैलाई धेरै धेरै स्वागत छ। सेवैयाँ बनाउनको लागि मैले आधा कटौरा सेवैयाँ, 1 कटौरा दुध, चिनी स्वाद अनुसार, नरियल, घिउ अनि सुकमेल लिएकी छु। ड्राई फ्रुटमा बदाम, पिस्ता, काजु, किसमिस जे पनि लिन सक्नुहुनेछ, जुन ड्राई फ्रुटहरू हजुरलाई मन पर्छ। मैले यहाँ कराई राखेँ, ग्यास अन गरिदिएँ। जब कराई तातिसक्यो, मैले यसमा घिउ राखिदिएँ। घिउ राखेर यसलाई एकछिन तात्नको लागि छोडिदिएँ। त्यसपछि मैले जुन नरियल छ त्यो नरियललाई मैले एकछिन फ्राई गरेँ। यसमा एउटा दुईटा किसमिस पनि छ। मैले यसलाई फ्राई गरेर निकालेँ। फ्राई गरेर निकालेपछि यसमा क्रन्ची हुन्छ, त्यही भएर पहिला मैले यसलाई फ्राई गरेँ। फ्राई नगरिकन यसलाई त्यत्तिकै पनि राख्न सकिन्छ। यसमा मैले अझै 1 चम्चा घिउ थपेँ अनि जुन हाम्रो सेवैयाँ छ यसलाई मैले घिउमा रातो हुने गरी भुट्छु। ग्यास सानो गरेर मैले यसलाई राम्रोसँग केही बेरसम्म यसरी भुटेँ। अब हाम्रो सेवैयाँ रातो भइसकेको छ, यो भुटिसकेको छ। यसमा अब मैले दुध राख्छु। दुध राखेर यसलाई एकछिनको लागि पाक्नको लागि छोडिदिन्छौँ अनि छिनछिनमा यसलाई चलाउन पर्ने हुन्छ, नभए पिँधामा यो लाग्न सक्छ। त्यसैले यसलाई राम्रोसँग चलाउँदै यसलाई पकाउँदै गर्न पर्ने हुन्छ। यसमा मैले अब नरियल राखेँ, जुन हाम्रो फ्राई गरेको नरियल थियो त्यो पनि मैले यसमा राखेँ। त्यसपछि चिनी राखेँ। चिनी आफ्नो स्वाद अनुसार राख्न सकिन्छ, धेरै थोरै। मैले चिनी राखिसकेपछि यसलाई अब केही बेरको लागि मैले पकाउँछु फेरि। यसमा केसरको पनि प्रयोग गर्न सकिन्छ। यसलाई मैले राम्रोसँग यसरी चलाउँदै एकछिन पकाउँदै गर्छु। यसमा मैले सुकमेल पनि राखिसकेँ। सुकमेल राखिसकेपछि यसलाई बाक्लो हुने गरी यसलाई पकाउन पर्ने हुन्छ। हाम्रो सेवैयाँ पाकेर रेडी भइसकेको छ। हजुरहरूलाई यो रेसिपी कस्तो लाग्यो भनिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।